हेलो साथीहरू, के तपाईँहरू फोर क्लिप सिक्न चाहनुहुन्छ? त्यो पनि मात्र 6 मिनेटमा। 6 मिनेटमा सिकेर आफ्नो भविष्य उज्जवल बनाउन सक्नुहुनेछ। त्यसका लागि भिडियो पुरा हेरी लाइक र च्यानललाई सब्स्क्राइब गरेर अगाडि बढ्नु होला है साथीहरू। आउनुहोस् भिडियो सुरु गरौँ। ओके, नाउ स्टार्ट भिडियो। सबैभन्दा पहिला चढ्न सिक्नुपर्छ। चढ्दाखेरि चाहिँ देब्रे खुट्टा पहिला टेक्ने, त्यसपछि दाहिने खुट्टा सिधै माथि लानुपर्छ र 2 स्टेपमा माथि चढिसक्नुपर्छ र सिट बेल्ट बाँधिसकेपछि सिट आफूले कम्फर्टेबल हुने गरी मिलाउने। अनि चाबी यहाँनिर हुनेछ। चाबी अन गरेसँगै ह्यान्ड ब्रेक झार्ने र यो दायाँपट्टिकोले अगाडि पछाडि गर्छ भने यो बायाँपट्टिकोले तल माथि गर्ने काम गर्छ र टक्क यसले चाहिँ गाडीलाई अगाडि पछाडि गर्ने गर्छ र अगाडि लगिसकेपछि बिस्तारै क्लोज थिच्ने। त्यसपछि फोर क्लिप आफै सरर अगाडि बढ्छ। बिस्तारै अघि बढ्दै जाने र यो सामान उठाउने यो अगाडिको भाग चुचु छ नि, योले चाहिँ माथि उठाउँदाखेरि त्यो अगाडिकोलाई चाहिँ छुनु हुँदैन, त्यो माथि त्यो बाक्सलाई छुनु हुँदैन र देखाएकोलाई चाहिँ आफूतिर तानिसकेपछि चाहिँ सरर माथि जान्छ। ती लगिराख्ने र अन्दाज गर्ने आफूले त्यो माथि यो छेर्ने कहाँसम्म पुर्याउँदा चाहिँ यो छेर्छ त्यो चाहिँ आफूले अन्दाज गर्ने हो। र यो दायाँपट्टि अर्को जुन त्यो यो दायाँपट्टि हो, यसले चाहिँ अगाडि पछाडि गर्छ हो। यसरी अगाडि लैजाने, भिडियोमा जस्तै गरी अगाडि लैजाने र सरर अगाडि बढ्ने। अगाडि बढिसकेपछि त्यसमा ठोकाउनु हुँदैन, ठोकुम जस्तो चाहिँ बनाउने हो, तर धेरै ग्याप पनि राख्नु हुँदैन र ढङ्ग पारेर चाहिँ ठोकाउनु पनि हुँदैन, आवाज आउनु हुँदैन ठोकाएर। र त्यसलाई चाहिँ नजिक ठोक्यौँ जस्तो भइसकेपछि चाहिँ थोरै 1 इन्च जति ग्याप राखेर चाहिँ अनि फेरि यसैले चाहिँ उठाउने, तलतिर आफूतिर तानिसकेपछि उठ्छ र ब्याक गियर लगाउने यसले। अनि ब्याक आइसकेपछि चाहिँ अघि रोकिएको ठाउँमै आइपुगिसकेपछि चाहिँ फेरि रोक्ने र तल झार्ने। यसलाई चाहिँ अगाडिपट्टि धकालेपछि चाहिँ यो तल झर्छ र तल निकै तल झार्नु हुँदैन र धेरै माथि राख्नु पनि हुँदैन। अनि पछाडि ब्याक गियर लगाइसकेपछि सर र पछाडि आउने। यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको बेल आइकनलाई प्रेस गरेर अल नोटिफिकेसन अन गर्न भन्ने नबिर्सिनु होला। यति गरिसकेपछि चाहिँ मैले हालेको हरेक भिडियो तपाईँको नोटिफिकेसनमा सबैभन्दा पहिला प्राप्त हुने गर्छ र तपाईँहरूले देख्न सक्नुहुनेछ। त्यसैले यति चाहिँ गर्नु होला। भिडियोलाई लाइक, सेयर, सबै कमेन्ट सबै गर्नु होला साथीहरू। र यो चाहिँ मैले फोर क्लिप चलाउन सँगसँगै सिटिभिटीको सर्टिफिकेट प्राप्त गर्नको लागि पनि यति गर्दा हुन्छ भनेर चाहिँ मैले यो डेमो देखाइरहेको छु। र यति गरिसकेपछि चाहिँ सिटिभिटीको सर्टिफिकेट पनि बनाउन सकिन्छ। ट्रायलको लागि चाहिँ यस्तो ठाउँ त यही हो, तर यस्तो खुल्ला हुँदैन, दुवैपट्टि पोल हुनेछ, ग्याप एकदम सानो हुनेछ। ट्रायलको लागि चाहिँ सिधा जाने, जहाँ चाहिँ फोर क्लिप रोकेर राखिएको हुन्छ त्यहाँबाट चाहिँ एकदम सिधा जाने, गएर बाक्सा उठाएर आइसकेपछि पछाडि आएर एलब्याग जस्तो गाडीको एलब्याग जस्तै गरी एलब्याग जाने, गएर फेरि त्यही एलब्याग गएकै बाटो फर्केर गएर फेरि त्यही ठाउँमा बाक्सा राखेर सिधा पछाडि जाने र पछाडि गएर चाहिँ टायर एकदम स्ट्रेट सिधा हुनुपर्छ, दायाँ बायाँ मोडिएको हुनु हुँदैन। त्यसरी राखिसकेपछि चाहिँ ट्रायल पास हुनेछ र झर्ने चढ्ने पनि सबै चेक हुनेछ। र तपाईँहरूले ध्यान दिनुपर्ने कुरा चाहिँ देब्रे हात यो ह्यान्डलको यो डल्लोमा र दाहिने हात चाहिँ यो दुइटामा चाहिँ अनिवार्य जति बेला पनि यसमै हुनुपर्ने हुन्छ, हात छोड्नु हुँदैन यी ठाउँहरूबाट। ह्यान्डल मोड्दा देब्रे हातले त्यो डल्लोमा समातेर मोड्नुपर्ने हुन्छ र दाहिने हात चाहिँ त्यो दुईवटामा चाहिँ टुट्नु हुँदैन। जति बेला पनि अगाडि पछाडि जे गर्दा पनि त्यो हात चाहिँ त्यहीँ नै राख्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँले ध्यान दिनुपर्ने हुन्छ। अनि फेरि पनि त्यहीँ गएर रोक्ने र यो बायाँपट्टिकोले चाहिँ आफूतिर थिचिसकेपछि आफूतिर तानिसकेपछि चाहिँ यो सरर माथि उठ्छ। अनि कतिसम्म उठाउने हो त्यो आफूले अन्दाज गर्ने हो। र लगिसकेपछि चाहिँ अगाडि यो दाहिनेपट्टिकोलाई चाहिँ अगाडि पछाडि गर्ने हो।
र अगाडि सारिसकेपछि गाडी अगाडि बढाउने र ठिक्क ठाउँमा नठोक्किने गरी ठिक्क ठाउँमा पुगिसकेपछि रोकेर चाहिँ अब फेरि यो बायाँपट्टिकोले माथि लगिसकेपछि चाहिँ तल झर्छ र ब्याक गियर लगाएर बिस्तारै नछुने गरी बाटोमा नछुने गरी पछाडि हट्ने अनि तल झार्ने र फेरि आफूतिर तान्नुपर्ने हुन्छ अर्को बायाँपट्टिकोले दायाँपट्टिकोले र आफूतिर तानिसकेपछि अब भने सिधा पछाडि जाने पछाडि गएर अघि मैले भने जस्तै गरी टायर दायाँ बायाँ मोडिएको हुनु हुँदैन टायर पछाडि जाने र पार्किङमा गइसकेपछि रोक्दा चाहिँ टायर एकदम स्ट्रेट सिधा हुनुपर्छ दायाँ बायाँ हुनु हुँदैन त्यति भइसकेपछि ट्रायल पास हुन्छ र सर्टिफिकेट पनि तपाईँको पास हुन्छ यसमा केही छैन दायाँ बायाँ अगाडि पछाडि यताउता सबै गर्नलाई यति नै हो यति गरेपछि हुन्छ र पार्किङ गर्दाखेरि चाहिँ सबै ह्यान्ड ब्रेक लगाउने चाबी बन्द गर्ने तलमाथि यो अगाडिको यो चुचु भागलाई चाहिँ ठ्याक्क यसरी टेकिने गरी राख्नुपर्छ र चाबीकै माथि एउटा प्लग हुन्छ त्यो प्लग नतानेसम्म चाहिँ फेरि स्टार्ट अफ हुँदैन र सिट बेल्ट खोलिसकेपछि झर्ने पनि तरिका चाहिन्छ देब्रे खुट्टा टक्क टेक्ने दाहिने खुट्टा टेक्ने अनि सकियो साथीहरू भिडियोलाई लाइक गरेर के कस्तो लाग्यो कमेन्टमा चाहिँ प्रतिक्रिया दिँदै च्यानललाई सब्सक्राइब गरेर सँगै रहेको बेल आइकनलाई चाहिँ प्रेस गर्दै अलमा थिच्नु होला।